घर कहाँ पर्यो? रामेछाप। रामेछाप, औँठा छाप, छापै छाप, मान्छे सडक छाप, खुट्टामा हात्ती छाप। तर भाग्य बलियो भयो भनेदेखि कसैको बाउको चाहिँ लाग्दैन नि। हल्का रमाइलो। स्वागरात भनेको के हो थाहा छ? थाहा छैन। त्यो त मुखियालाई थाहा हुन्छ। तपाईँलाई थाहा छैन है? छैन। ए भर्खर बिहे गर्नु भएको छ, तपाईँलाई स्वागरात भन्ने थाहै छैन? म त यस्तो कल्पना गर्छु नेपालमा भोक लाग्दा जंगल पस्ने, रेस्टुरेन्ट नजाने। एकहोरो काग करा जस्तो कराउने मान्छे मै हो। अब कराउँदा फेरि आफै त्यही पासोमा परियो हैन। अब जे पर्यो पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न, दिमागमा आए जति, बुद्धिले भ्याए जति गर्ने हो। अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन। छैन क्या, थाहा नभएको कुरालाई सोधेर मान्यज्यू, नेपालले कहिले फिर्ता गर्ने भारतको जमिन? त्यसैले भारतलाई सोध्नुहोस् त कहिले। प्रधानमन्त्रीले त मिसिया छ भन्नुभयो नि, होइन तपाईँले नि ताली पड्काउनु भयो। हामीले भिडियो हेरिरहेको थियौँ। मैले कसैको कुरामा ताली पड्काउँदैन। भारतको जग्गा मिचिया छ भन्दा सत्ता पक्षका सांसदले ड्याम ताली ठोके। उनीहरूले ठोक्याउला नि, मैले ठोकेन। कहिले अब हामीले प्रत्यक्षमा 110 वटा उम्मेदवारी दिएका थियौं। कति जित्यौं? 110 नै जित्यौं। तर त्यसमा माइनस चाहिँ 107 गर्नु पर्यो। दुःख लाग्दो। आज चाहिँ दाइले जबरजस्ती रिक्वेस्ट गरेर मैले खाइदिएँ चाहिँ। कहाँ पुग्यो? ससुराले त्यत्रो रेड लेभल, ब्ल्याक लेभल के त्यो ल्याएर ए ज्वाइँ आइसोस् न, खाना आइसोस् न भन्दा पनि मैले नगा मान्छे म खान्न बुबा भनेर बसेको मान्छे म। एकचोटि के भयो भन्ने हो कि एउटा केटा आएर खुट्टाइमै झुन्ड्यो, गुरुजी भनेर ढोकेको लन्त भनेर मैले पनि अचेतामा तरेर यसो विधि पुर्याएर दिएको थिएँ। तरुनी रहेछ गोठाल्ने, केटीलाई हानुङ्गा भनेको त लम्मै बाख्रालाई हानेर मरेछ। त्यसपछि त मोरालाई लखेटेको छ। बाख्राले ए बोका खोजेर छ। जियोस्, लाग्न चाहिँ लाग्छ। लागेर मात्रै हुन्छ, आफूले पनि बल गर्नु पर्यो नि। यसो केटीको छेउमा जाने, बोलाउने, फकाउने कस्तो लक्षण दिन्छ बुझ्दै गर्नुपर्छ नि। ल है त, ओम श्रीं फट